अस्ति भर्खर खेमलाई गाली गर्नुसम्म गरे हामीले केही गर्न हुन्न जात जनायो अरे जातका कुरा गर्छौ अझै तिमी पशु र दिमागभरि गोबर रहेछ बगिदी भोरा प्रकाश सपुत इन्टरभ्यूमा केपी भन्दै बोले जात जनायो भन्दै भुक्छौ तिमी कसको झोले मैले गल्ती गरेँ भने मलाई गाली गर जातका कुरा गर्छौ तिम्रो रगत फरक छ र जातका कुरा गर्छौ तिम्रो रगत फरक छ र मान्छे मान्छे के एउटै हैन र तिम्रो रगत के रातो छैन र मान्छे मान्छे के एउटै हैन र तिम्रो रगत के रातो छैन र